Hi everyone, today is the first day I'm talking about Bhasa, our English language learning app for Nepali brothers and sisters or your close friends and family जसलाई English language मा प्रब्लम छ उहाँहरुको हामीले प्रब्लम बुझेर एन्ड क्लास गर्न अहिलेको टाइममा सजिलो छैन सबै कुरा मोबाइलमै भयो भने इट्स इजी सो हामीले एआई टेक्नोलोजी सबै युज गरेर बेसिक देखि जुन डे टु डे लाइफमा युज हुने इंग्लिश business English and using slangs or everything chat pronunciation and the sentence grammar questions सबै कुरा सिकाउने गरेर चाहिँ हजुरहरुको लागि एप बनाइसकेको छौं which is भाषा एप अहिलेसम्म मैले धेरै ल्याङ्ग्वेज एपहरु हेरे कुनैमा पनि नेपालीहरुको लागि स्पेशली सिकाउने एप बनेकै रहेन रहेछ so we are the first one to build that English language learning app using AI and wow, I'm so proud of what we have done and यो चाहिँ हजुरको लागि हो to build confidence English language सिकिसकेपछि हजुरलाई कति फाइदा हुन्छ भनेर हजुरलाई थाहा छ र 2025 मा English language मा समस्या कसैलाई पनि नहोस् भन्ने हामी चाहन्छौं त्यसको लागि हामीले धेरै नै काम गर्यौं and अब हजुरले पनि सिक्ने काम गर्नुपर्छ to learn English आफू जहाँ भए पनि ट्राभल गरिरहेको टाइममा सुतिरहेको टाइममा बसिरहेको टाइममा इट्स इन्टरटेनिङ इन्जोइङ राम्रोसँग सिक्नलाई चाहिँ रमाइलो हुन्छ एन्ड यस वी आर रेडी एन्ड कतिजनाले मलाई इङ्ग्लिस ल्याङ्ग्वेजमा प्रब्लम छ भनेर फोन गर्दा मेसेज गर्दा मलाई कतिले फोन गर्नुभयो भनेर म खुसी कहिले पनि भइन कतिजनालाई प्रब्लम रहेछ भन्ने सोचेर मलाई दुःख लाग्थ्यो कि मैले कसरी सल्भ गर्ने धेरै भन्दा धेरै जनालाई मैले कसरी सिकाउने भनेर एन्ड द ओन्ली बेस्ट वे यही देखेर हामीले एप बनाएको छौं र यो एपबाट हजुरले सिक्न स्टार्ट गरिसकेपछि टेक्नोलोजी युज गरेर धेरै कुरा सिक्न सकिन्छ त्यसको लागि यो नयाँ सुरुवात हो हाम्रो ब्रदर सिस्टर्सहरुको लागि जसलाई गाह्रो परिरहेछ बिकज यु डोन्ट नो इंग्लिश एन्ड इंग्लिश ल्याङ्ग्वेज भनेको एउटा सामान्य भाषा नै हो तर अहिलेको टाइममा चाहिँ दिस इज एभ्रिथिङ काम गर्नलाई अगाडि बढ्नलाई बच्चाहरुसँग कुरा गर्नलाई सोशल मिडिया युज गर्नलाई इंग्लिश ल्याङ्ग्वेजमै सबै कुरा भएको भएर जति हामीलाई आउँछ त्यही लेभलमा हामी हजुरलाई लिएर जान चाहन्छौं एन्ड इन द करेन्ट सिचुएसन हामी हजुरहरुको के डिमान्ड छ अझै के चाहिन्छ एन्ड यसले हजुरलाई कसरी हेल्प गरिरहेको छ त्यो सबै हामी सुन्न तयार छौं बुझ्न तयार छौं कज हामी हजुरलाई मात्र हैन हजुरभन्दा धेरै धेरै सबैजनालाई सिकाउन चाहन्छौं जसलाई प्रब्लम छ We are ready with our app and are you ready to learn English? Okay, you have to and please spread this to your friends, family हजुरको नजिकमा जति पनि हुनुहुन्छ जसलाई इंग्लिशमा प्रब्लम भइरहेको